हेर्नुहोस् हेर्नुहोस् गाइजी, स्यालको रक्सी तयारी हुँदैछ। यो स्यालको यो खुट्टा, यो अघि चाहिँ हामीले स्यालको खुट्टा 4वटा काटेर स्याललाई यसरी चाहिँ यस्तोमा चाहिँ पोलेर हामीले स्याललाई पोल्यौँ। त्यसपछि रक्सीको लागि चाहिँ तयारी गर्दै रक्सी तातिसकेर एक पानी भइसक्यो। अब अर्को पानी तातिसकेर बुढा ताते हो, अलि ताते छैन यार, अलि पोल्नु पर्छ के। अलि तात्ने तरिकाले चाहिँ यो एक बान सुरु भइसक्यो र अनि स्यालको मासु चाहिँ हामीले चाहिँ यो भाँडोभित्र हालेर मजासँग आगो बाल्ने र अनि स्यालको अहिले आधुनिकको रक्सी पानी भाँडो। पहिला चाहिँ तपाईँको यो के हुन्थ्यो भन्दाखेरि माथि चाहिँ यहाँ यो घाँटीमा चाहिँ पानी हाल्ने भाँडोको त्यो बिचको घाँटीमा चाहिँ हामीले पहिला कपडाले बेर्ने गर्थ्यो। तर अहिले बनेको चाहिँ रक्सी पानी भाँडो चाहिँ यस्तो हुन्छ र कपडाले बान्यो भने चाहिँ के हुन्छ नि, लिकेज हुने सम्भावना हुन्छ, बढी हावा जाने, ग्यास जाने। किनभने त्यसको स्वाद, त्यसको टेस्ट अलिक कम हुने हुँदा हराउने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म यस्तो भाँडामा चाहिँ तपाईँले माटो अथवा गोबरले मजासँग टाइट हुने तरिकाले लपक्क लिपेपछि यसको ग्यासहरू कुनै पनि लिकेज हुँदैन। र लिकेज नभइसकेपछि रक्सी हेर्नुहोस् एकचोटिमा हेर्नुहोस् यहाँ, अनि एक बान सुरु भयो र एक बान यो पानी पनि हाल्दै हुनुहुन्छ। पानी मजासँग तात्न दिनुपर्छ र यसमा चाहिँ तातो पानी फेरि निकालेर त्यो दोहोऱ्याइ त्यो पानी चाहिँ हाल्न हुँदैन गाइज। र किन भन्दाखेरि यसमा फेरि अर्को चिसो पानी चाहिँ सफा चिसो पानी हाल्ने र रक्सी चाहिँ यसरी आउँछ। हेर्नुहोस् यी पाइपबाट सरर टुटी यहाँ रक्सी अहिलेको आधुनिक युगको ऊ चाहिँ टुटी चाहिँ भित्रबाट पुरै बाष्पीकरण भएर तपाईँको खोल्ने झिक्ने गर्नु पर्दैन। यो आफ अटोमेटिक तरै आफसे आफ बोतलमा अथवा ग्यालिनमा राखिन्छ नि। यसरी टक भित्र हेर्नुहोस् यहाँ देख्नुभयो होला गाजी, यसरी स्यालको रक्सी टकी झरिरहेको छ। आधा बोतल करिब आधा बोतल हुन लागिसकेको छ एक बानमै गाइजी। यसरी रक्सी एक पानीमै तपाईँको स्यालको रक्सी टक बाष्पीकरण गरेर बाफ हो। यसको चाहिँ विशेष गरेर चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ यो स्यालको मासुको रक्सीले चाहिँ विशेष गरेर के हुन्छ भन्दाखेरि यसले चाहिँ बात रोग अनि हाड जोड्ने दुख्ने रोग यो चाहिँ एकदम सही, एकदम राम्रो औषधि मानिन्छ यसलाई चाहिँ। यो औषधिले चाहिँ के हुन्छ भन्दा यो रक्सीले चाहिँ स्यालको रक्सीले चाहिँ विशेष गरेर बात रोग र हाड जोड्नेको रोग साथसाथै यसमा खाने मात्रै होइन गाइस, यो एकदम लाउन पनि खाना पनि मिल्ने दुवै गरे यति राम्रो हुन्छ कि ओहो, नसा पनि लाग्छ, फेरि नसा पनि लाग्ने, खाना पनि मिल्ने र के त नसा पनि हुने र औषधिको रूपमा पनि एकदम प्रयोग गरिन्छ। यो एकदम महँगो पनि पर्छ गाइज, यो एकदम राम्रो छ औषधि। यो अहिले हामी अर्को लटमा चाहिँ हामीले फेरि के त मासु पनि तपाईँले देखाइन्छन् हामीले कस्तो खालको मासु भनेर। पुरै स्यालको मासु यो तपाईँको खुट्टा यहाँ काटेर चाहिँ तयार गरेर हेर्दाखेरि स्यालको बाख्रा सेम कुकुरको जस्तो पनि देखिन्छ। बाख्राको मासु हो सेम, मासु पनि खान मिल्छ यसको, यस्तो राम्रो हुन्छ। हामीले चाहिँ किन भन्दाखेरि यसलाई चाहिँ मासुभन्दा हामीले चाहिँ त्यही रक्सी पारेर चाहिँ औषधिको रूपमा चाहिँ प्रयोग गर्ने भनेर चाहिँ हामीले चाहिँ यो रक्सी पार्यौँ। गाइस ध्यान दिएर सुन्नु होला, यसको यस्तो विशेषता छ कि यस्तो राम्रो औषधि हो कि यो बात रोग, यो हाड जोड्ने दुख्ने रोग है, अनेक थरी यो लाउने खाना मिल्ने यो अत्याधिक मात्रामा एकदम राम्रो बहुमूल्य चिज मानिन्छ।